त्यहाँ हाम्रो पसलको 10औं एनिभर्सरी रहेको छ। सो अब पसल जान लागिरहेको छौँ। आज चाहिँ ढिलो जाउँ भनेर ढिलो निस्किएको। हिजो डेकोरेसन गरी यताउता गरेर अनि त्यस पछाडि निस्किएको। पसल चाहिँ यस्तो गरेर छोडेको थियौँ हामीले चाहिँ हिजो। ल हाम्रो पसलमा चाहिँ एनिभर्सरी मेला लागिरहेको छ। यति बेला चाहिँ यसरी है व्यापार गरेको दादाले नमस्ते एभ्रिवान एन्ड वेलकम ब्याक माई अनदर भ्लग है तपाईहरु सबैजनालाई। अनि आई होप तपाईहरु सबैजना सन्चै हुनुहुन्छ होला। म पनि एकदमै सन्चै छु। मेरो फेसबुकमा जतिजनाले हेर्नु भएको थियो मेरो टिकटकमा हैन, त्यहाँ हाम्रो पसलको 10औं एनिभर्सरी रहेको छ। सो अब पसल जान लागिरहेको छौँ। आज चाहिँ ढिलो जाउँ भनेर ढिलो निस्किएको। हिजो डेकोरेसन गरी यताउता गरेर अनि त्यस पछाडि निस्किएको। अब टक्क पसलमा जान्छौँ अनि आजको भिडभाडहरू के कस्तो हुन्छ त्यस्तो धेरै इफेक्ट त हुँदैन होला। त्यही पनि होप चाहिँ गरौँ। अब तपाईहरु सबैजना धेरैजना आइदिनुहुन्छ, रमाइलो गरिदिनुहुन्छ भनेर चाहिँ। सो त्यही नै हो। अब पसलतिर जाउँ अनि आजको माहौलहरू तपाईहरुलाई म देखाउने छु। कान्छाले बाइक चलाइरहेको छ अनि म चाहिँ पछाडि बसिरहेको छु। अनि अब पसल जाम, टक्कसँगले पसल खोलौँ है। हिजो हामीले चाहिँ बेलुन डेकोरेसन गरेर राखेको थियौँ, त्यो चाहिँ निकालेर लगिदिइसक्यो कि छ। अब त्यो चाहिँ त्यहीँ गएपछि थाहा हुन्छ। सो उतै एकैचोटि पसलतिर भेट्दै जाउँ है त। पसल चाहिँ यस्तो गरेर छोडेको थियौँ हामीले चाहिँ हिजो। ल हाम्रो पसलमा चाहिँ एनिभर्सरी मेला लागिरहेको छ। यति बेला चाहिँ यसरी है व्यापार गरेको दादाले एनिभर्सरी मेला लागिरहेको छ है। ल अब हामी चाहिँ यति बेला चाहिँ हाम्रो चाहिँ सुरुवात भइसकेको छ अनि यतिखेर एनिभर्सरी मेला धम्माधम सुरु भइरहेछ। देख्न सक्नुहुन्छ सबै भिडभाड लागिरहेको छ यस्तै। सो हेर्दै जाउँ अनि गर्दै गरौँ। केक हाम्रो यहाँ पारी रेडी भइरहेको छ। यो पारी मेरो पछाडि। अब एकैछिनपछि केक पनि ल्याउँछौँ अनि केक सेक काटिन्छ टक्कसँगले है त। अब केक त तितो हुन्छ साउजीलाई भित्र बिजी छ। ल आज चाहिँ हाम्रो पसलमा चाहिँ बहिनी आउनु भएको छ मोबाइल किन्नको लागि। उहाँले बहिनीले चाहिँ A3X किन्नु भएको छ। यसमा त हामीले बब्बाले बहिनीलाई डिस्काउन्ट दिन सक्यौँ। यसमा मैले बहिनीलाई चाहिँ अरू पनि अफर दिन चाहन्छु के। सो यो अफरमा चाहिँ बहिनीले गेम जित्नुपर्ने हुन्छ। जित्नुभयो भनेदेखि यो पाउनुभयो, जित्नु भएन भने चाहिँ फेरि पाउनु भएन। पाउनुहुन्छ तर 550 रुपियाँ तिर्नुपर्ने हुन्छ। फेरि
अब के गर्नु बहिनीले त पाउनु भएन हार्नु पो के गर्ने होला त अब तर पनि हाम्रो एनिभर्सरी है बहिनीले फोन किन्नु भएको छ यति राम्रो बब्बाले डिस्काउन्ट दिइसकेको छौँ र पनि म यो स्पिकर बहिनीले हार्नु भए पनि म उहाँलाई चाहिँ दिएर पठाउन चाहन्छु है त बहिनी थ्याङ्क यू